आज पनि अर्को नयाँ भिडियो लिएर आइसकेको छु। मुकबाङ भिडियो नै छ। सो आज चाहिँ हामीले के डिस लिएर आएको छु भन्दा चाहिँ यहाँनिर चाहिँ चिज फ्लेभरको करेन्ट बुलडग 2 प्याकेट छ अनि सनी साइड इफेक्ट। अनि यहाँ चाहिँ देख्न सक्नुहुन्छ यो चाहिँ सी फुड हो। यसको नाम चाहिँ घुङ्गी भन्छ, तर अब इङ्ग्लिसमा चाहिँ के भन्छ भन्दै बहिनी? वाटर स्नेल। वाटर स्नेल भन्छ। यस्तो छ। अन्त यो चाहिँ हामीले टाढोबाट मगाएको नि त। यस्तो खालको छ होइन, यस्तो खालको छ। अब यो चाहिँ हामी खानेवाला छौँ आज। भिडियोलाई अन्तिमसम्म हेरेर साथ सपोर्ट गर्नु चाहिँ नबिर्सिनु होला। सो हेर्दै जाउँ। स्टार्ट गरौँ। खाऊ। यो सस चाहिँ अब कैँची ल्याउनु बिर्सेछ कि तिमी जति खान्छौ त्यति खाऊ ल, बेसी खाएन भने पनि नखाऊ। हामीले चाहिँ स्प्राइटै बिर्सेछ अनि हामीसँग पिउनको लागि चाहिँ स्प्राइट छ, चिसो स्प्राइट। हामी खानुको हतारमा होइन, आज यो नयाँ डिस छ नि त, त्यो खानुको हतारमा त हामी त उयोलाई गर्नै बिर्सेछ, स्प्राइट ल्याउनै बिर्सेछ। टोकेर कला न। सरी मैले चाहिँ खोल्नै सकिनँ। एकदम राम्रो खालको बोला, एकदम दामी बोला देख्ने खालकोहरू चाहिँ नबोला है। लो चियर्स। चियर्स। खाइला, तिम्रो टाउको काट्यो। उता राख, उता फर्स्ट हामी अब यही पसिनै थुक्पा पऱ्यो। सरी। फर्स्टमा चाहिँ अब हामी यो चिज रामेन नै स्टार्ट गर्छौँ। के हुँदैन, बाहिरको अलिकति उयो आउँछ होला कि साउन्डहरू अलिक नराम्रो आउँछ होला, मतलब गाडीहरूको आउँछ होला, त्यसको लागि चाहिँ एकदम सरी है। स्टार्ट गऱ्यौँ अब चाहिँ हामीले खानको लागि। लो बटाबट। लो फर्स्ट बाइट खाइला। चियर्स। मेरो मिक्स सके छैन। चियर्स गरेर कहिले राख्नु हुँदैन त। लो ए भयो अब दस। पिरो भइसक्यो किन बेसी हालेको है। कति दिन बादमा चिज फ्लेभर खाएको कि मिठो भएछ। अलिकति बेसी पाएको छ है। वाउ, कस्तो भोक लाग्यो क्या। भोक लागिरहेको थियो कि सन्चो भयो नि। अब घुङ्गी पनि ट्राई गरेँ है त। रस त मिठा आयो। तान्ने तरिका चाहिँ अलिक मिल्दैन हाम्रो। गाइस मिस्टेकै छैन। ला झऱ्यो। ए यस्तो हुन्छ। खोइ राख्ने। खाना न मुखले। यो खानामा चाहिँ एकदमै टाइम लाग्ने रहेछ है। अब म त अहिले खान्छु, छोडिदिन्छु। म चाहिँ पहिला पे गर्छु। ल यो हामीले फर्स्ट भएर होला कि खानै नजान्दो रहेछ। खानु जान्नु त पुरै छोडिदिउँ होइन, पकाउनुको लागि यति धेरै टाइम लागेको छ। 1 घन्टा लागेछ। यति धेरै टाइम लागेछ।
त्यो हामीलाई मात्रै थाहा छ। उता गर्दा हुँदैन उता गर्दा हुँदैन नि अरूहरूले त चट्टै तानेर खान्छ कि हामी चाहिँ सक्दैन फर्स्ट टाइम खाएको नि त। उसको चाहिँ फर्स्ट टाइम हो, मेरो चाहिँ सेकेन्ड टाइम हो यो। मुखको निकालेको होइन खानुको लागि मलाई यो रामेन चाहिँ मिठो लाग्यो कि यो चिजवाला चाहिँ कस्तो मिठो हुँदो रहेछ। मैले ब्ल्याक रेड र पिङ्क खाएको, यो पनि पिङ्क है। यस्तोहरू त भनिरहनु पर्दैन हो, खोइ निकाल्नु पुरा साह्रो पऱ्यो। यो ब्ल्याक रेड पिङ्कहरू त किन भनिरहनु, के हुन्छ अस्ति भन्दा यो पिरो भएन नि ती बेसी। सानो साइड खाइदिएको ला फुट्यो। माय गॉड बिग बाइट। खोइ चिसो यस्तो नङभरि पनि मैला पसेछ कि यस्तो चाहिँ। लो ए मैले त खाइसकेँ, म जान्दिनँ। माय गॉड खाइसक्नु रहेछ। यति मिठो हुँदो रहेछ यो फ्लेभर नि। एकदमै दामी भएको छ यो घुङ्गी पनि। दामी चाहिँ एकदमै दामी हो, तर खानु जानेन भने केही छैन क्या। हामीले मुनिको चाहिँ अलिक लामो काट्नु पर्दैछ। यसरी आउनु पर्ने हो नि त सर्ट भन न सिधा सिधा। तर फर्स्टमा खाँदाखेरि चाहिँ अलिक कस्तो कस्तो भयो कि, तर मिठै भयो। तपाईँले त खाएको होइन? पकाउनु पनि के भन्छ युट्युबबाट हेरेर अनि मैले त हेरिनँ ए युट्युबबाट हेरेर साथीलाई चाहिँ सोध्यो। जुन साथीले पठाइदिनु भयो नि त्यही साथीलाई सोध्नु भयो नि। अब स्टप गर्छु भेट्यो। अब चाहिँ टाइम गर्दै ल। अब चाहिँ टाइम हजुर।
एकदम मिठो नानीहरूले सक्नु सक्नु भयो मैले चाहिँ खाएँ लु आजको भिडियो अब यतिमै एन्ड गर्न चाहन्छु। उसले चाहिँ बिस्तारै खाँदैछ, भिडियो मेसी भयो होला, प्लिज माइन्ड नगर्नु। किनकि यो हाम्रो हाम्रो फर्स्ट टाइम हो नि त। फर्स्ट टाइम भन्दा पनि मैले चाहिँ एकपल्ट साथीकोमा खाएको, उसको चाहिँ फर्स्ट टाइम हो। उसलाई त्यस्तो मन पऱ्यो जस्तो चाहिँ लागेन। तर यो खानु चाहिँ एकदमै साह्रो पर्छ। अब हुन्छ नि एकदम यसलाई पकाउनुको लागि पनि धेरै नै साह्रो पर्छ। तर के हामीले नजानेर हो कि यसलाई तान्नुको लागि पनि पुरै एनर्जी चाहिन्छ। अब कति चाहिँ मैले निकालेर सिङ्काले निकालेर खाएँ। अब यसलाई चाहिँ म अझै यति उब्रेको छ। अब यो चाहिँ म टक्क भरेतिर खान्छु, किनकि अहिले यहाँनिर भिडियो लामो हुन्छ नि त। यो भिडियो पनि अब म कट गर्दै हाल्छु होला, किनकि मेसी भएको छ। सो भिडियोलाई चाहिँ यतिमा एन्ड गर्न चाहन्छु। के कस्तो लाग्यो हेरेर एउटा सब्सक्राइब अनि कमेन्ट अनि लाइक गर्न चाहिँ नबिर्सिनु होला। सो थ्याङ्क यू फर वाचिङ, बाई बाई, हेभ अ वन्डरफुल डे।